रुक्नु हुँदैन हाम्रो आशाको शिखर झुक्नु हुँदैन। संसार जित्ने अठोटलाई आफै गिज्याएर जङ्घार तर्न बाँकी छँदै भारी बिसाएर। संसार जित्ने अठोटलाई आफै गिज्याएर जङ्घार तर्न बाँकी छँदै भारी बिसाएर। मृत्युसँग डराएर ओ मृत्युसँग डराएर मृत्युसँग डराएर भाग्नु हुँदैन हाम्रो मुक्तिको यात्रा। रोक्नु हुँदैन हाम्रो आशाको शिखर झुक्नु हुँदैन। समानताको सुन्दर फुल फुल्न नपाउँदै मुक्ति बिहान झुपडीमा खुल्न नपाउँदै। समानताको सुन्दर फुल फुल्न नपाउँदै मुक्ति बिहान झुपडीमा खुल्न नपाउँदै। सङ्घर्षको मैदानबाट ओ सङ्घर्षको मैदानबाट सङ्घर्षको मैदानबाट भाग्नु हुँदैन हाम्रो मुक्तिको यात्रा। रोक्नु हुँदैन हाम्रो आशाको शिखर झुक्नु हुँदैन हाम्रो मुक्तिको यात्रा। रोक्नु हुँदैन हाम्रो आशाको शिखर झुक्नु हुँदैन। बगरमै छोडेर शहीदका सपना बगरमै छोडेर शहीदका सपना खहर झै हामी सुक्नु हुँदैन। खहर झै हामी सुक्नु हुँदैन हाम्रो मुक्तिको यात्रा। रोक्नु हुँदैन हाम्रो आशाको शिखर झुक्नु हुँदैन। द्वारा उपलब्धि जुन रक्षाका लागि आफ्नो बलिदान अर्पण गर्नुहुने तपाईँ सम्पूर्ण शहीद परिवार र यो कार्यक्रमलाई भव्य उपस्थितिको लागि उपस्थित हुनुहुने तपाईँ सम्पूर्ण महानुभावहरूप्रति हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। यस कार्यक्रममा भव्य र सभ्य उपस्थितिका
योभन्दा दोस्रो लटमा कालिम्पोङ गाउँपालिका वार्ड नम्बर 7 र 8 नम्बर खाना खान जाने हुँदा कालिम्पोङ गाउँपालिका वार्ड नम्बर 9 र कालिम्पोङ गाउँपालिका वार्ड नम्बर 1 तत्काल खाना खाएर कार्यक्रम स्थलमा फर्कनको लागि हार्दिक अनुरोध गर्दछु र 9 र 1 नम्बरको पालो पश्चात कालिम्पोङ गाउँपालिका वार्ड नम्बर 8 र कालिम्पोङ गाउँपालिका वार्ड नम्बर 7 खाना खानको लागि जानेछ। अहिले कालिम्पोङ गाउँपालिका वार्ड नम्बर 8 कालिम्पोङ गाउँपालिका वार्ड नम्बर 9 र कालिम्पोङ गाउँपालिका वार्ड नम्बर 1 खाना खानको लागि जानु होला। ठिक छ पदाधिकारी तथा प्रतिनिधिहरू आफ्नो ठाउँमा अनि विद्यार्थीको केन्द्रीय समिति आर्टिस्ट मोक्तान एकता माओवादी केन्द्र कालिम्पोङ गाउँपालिकाको तेस्रो पालिका सम्मेलनको अवसरमा कालिम्पोङ गाउँपालिकाको थानी झाँकी संस्कृति झल्कने गरी हाम्रा आदरणीय थानी झाँकी जीवनबाट आफ्नो कला प्रस्तुति हुँदैछ। यहाँहरू सम्पूर्णले नजिक आएर निहालेर हेर्नको लागि आग्रह हार्दिक अनुरोध गर्दछु। हाम्रो कालिम्पोङ गाउँपालिकाको तेस्रो पालिका सम्मेलनका प्रमुख अतिथि पूर्व उपप्रधान तथा गृहमन्त्री नेकपा माओवादी केन्द्रका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नारायण काजी शेरज्यू हाम्रो मञ्चमा उपस्थित भइसक्नु भएको छ। यहाँहरू सम्पूर्णले गजबरा तालीद्वारा स्वागत गर्नको लागि आग्रह हार्दिक अनुरोध गर्दछु। हामी एउटा आन्दोलनको आदि नेवारीमा छौँ र हाम्रो पालिकाको तेस्रो पालिका सम्मेलन अवलोकन गर्न पाउनु भएन। यहाँ मारुनी नाच त्यसै गरेर ढ्याङ्ग्रे धामीहरूले यहाँ आफ्नो संस्कृति देखाइरहनु भएको छ। तपाईँहरू यदि अवलोकन गर्न चाहनुहुन्छ भने कृपया यो कार्यक्रम हलभित्र आइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु।
Ini